सबैजनाले तपाईहरुको बच्चाहरुलाई काम लाग्ने कुरा प्रिलिङ्ग्विस्टिक बिहेभियरमा आई कन्ट्याक्ट पर्छ। जस्तो म तपाईतिर हेरेको छु, तपाईले मलाई हेर्नु भएको छ, बल्ल कम्युनिकेसन सजिलो भएको छ नि त। प्रिलिङ्ग्विस्टिक बिहेभियरमा आई कन्ट्याक्ट पर्यो, आई ह्यान्ड कोर्डिनेसन पर्यो, एटेन्सन स्प्यान पर्यो। एटेन्सन भनेको तपाईले ध्यान दिनु भएन मलाई भने तपाईले बुझ्ने कुरै हुँदैन। पहिला यो कुराहरु डेभलप भएपछि अनि बल्ल बुझाइ आउँछ। हामीले नबुझिकन बोल्दैनौँ, यो कुरा बुझ्नु होला है। जस्तो बच्चाले टिभीमा हेरेर राइम्सहरु गाउँछ, त्यो रेपिटेसन भयो के। बुझेर पहिला सुरु बुझ्छौँ अनि बल्ल बोल्छौँ। जहिले पनि यदि तपाईको स्कुलमा तपाईले काउन्टर गर्ने बच्चाहरु 3 वर्ष 4 वर्षको बच्चाले बोल्न चाहिँ 1 वर्ड मात्र बोल्छ अथवा बोल्दैन, तर बुझाइ पनि छैन भनेपछि तपाईले पहिले बोल्न लागियोस् भन्नुभन्दा पनि पहिला बुझ्नु पर्यो बच्चाले। बुझाइ आएपछि अनि बल्ल बोल्नेतिर जानु पर्यो। जहिले पनि बुझाइ आउनु पर्यो। बुझाइ भन्दा पहिला के आउनु पर्यो? अघि भने जस्तो प्रिलिङ्ग्विस्टिक बिहेभियर, हेराइ, एटेन्सन, आँखा र हातको कोर्डिनेसन, यो कुराहरु डेभलप नभएसम्म हुँदैन। त्यसैले कम्युनिकेसन भनेको जुन हामीले यत्रो गरिरहेका छौँ, हामी बाहिर जान्छौँ, बेसिक त कम्युनिकेसन हो नि त। तपाईँ 10 दिनसम्म एउटा कोठाभित्र बस्न सक्नुहुन्न नि, चुप्प लाएर केही पनि भएन। कम्युनिकेसन गर्नको लागि यो कुराहरु एकदमै इम्पोर्टेन्ट हो। अब त्यो भर्बल डेभलप नभएको बच्चाहरु, बोल्न नसक्ने बच्चाहरुले जुन साइन ल्याङ्ग्वेज युज गर्नुहुन्छ, त्यस्तो खालको बच्चाहरुको त नन भर्बल भयो र साइन ल्याङ्ग्वेज। तर भर्बल कम्युनिकेसनको लागि यो भनेको बेसिक हो। तपाईको जस्तो रुखको जरा बलियो नभएसम्म रुख हाँगा पलाउँदैन नि, त्यसै गरी बच्चाको डेभलपमेन्टमा प्रिलिङ्ग्विस्टिक बिहेभियरहरु डेभलप नभएसम्म बच्चाले बुझाइ बोलाइ भन्ने कुरा हामीले अपेक्षा गर्नु हुँदैन है त। र अर्को कुरा एउटा सोधिहाले, हामीले त्यो लाटो भन्छौँ नि, सबैले देख्नु भएको छ, सुन्न पनि सक्दैन, बोल्न पनि सक्दैन। लाटो भन्ने यदि समयमै डायग्नोस भयो भने लाटोलाई हामीले बचाउन सकिन्छ कि सकिँदैन लाग्छ? तपाईलाई जे लाग्छ त्यो भन्नुहोस्। कसरी? एकदम सूक्ष्म भन्नुहोस् न। कसरी भन्नु? एकजना मेरो रिलेटिभ नानी हुनुहुन्छ, उहाँ चाहिँ अहिले 12 वर्षको हुनुभयो। सानो हुर्किँदै गर्दाखेरि चाहिँ नि यो त ढिलो बोल्यो, यो त सुन्दैन, अटेरी छ भन्ने हाम्रो फ्यामिलीमा कुरा हुन्थ्यो। अनि पछि उसले मेरो मम्मीले भन्नुभयो, यसले पछाडिबाट क्ल्याप गर्दा पनि उसले रियाक्ट गरेन भनेपछि यसको कानमा सायद केही प्रब्लम छ, चेक गराउनु है भनेर भन्नुभयो। अनि उसलाई फेरि ट्रिटमेन्टहरू भयो। उसको चाहिँ खासमा प्रब्लम कानमा रहेछ। जब उसको कानको औषधि भयो, कानमा अहिले मेसिन लगाउँछ, ऊ अहिले 4 क्लासमा पढ्छ। 12 वर्षको छ, 5-6मा पढ्नुपर्ने हो, बट 4 क्लासमा पढ्छ। अहिले चाहिँ नि नर्मलै छ, नर्मल भन्दा अलिक थोरै डिफ्रेन्ट चाहिँ छ। हजुर, तोते छ। हस्, थ्याङ्क यू है। अहिले के कुरा बुझ्यो भन्दा पहिला सुनाइ छैन भने तपाईले सुनेपछि त बोल्ने हो, सुन्नु भएन भने त बोल्ने हुनै भएन। म यो सम्बन्धी मैले पछि प्रेजेन्टेसन पनि राखेको छु हैन। मैले आफूले इन्काउन्टर गरेको क्लासमा राखेको, मैले त्यो केसेसहरु पनि देखाउँछु। तर हामीले भाषा सिक्ने उमेर भनेको एउटा लिमिटेड समय हुन्छ। जस्तो उहाँले भन्नुभयो, यदि त्यो बच्चालाई तपाईले कुन उमेरमा मेसिन लगाउनु भयो? 5 इयर्स हैन, 4-5 मा एउटा बच्चाले अथवा हामीले कुनै पनि भाषा, तपाईले चाइनिज सिक्नुस्, स्पेनिस सिक्नुस्, जुन भाषा सिक्ने पनि उमेर भनेको 7 वर्ष 8 वर्ष म्याक्सिमम, 8-9 वर्ष हो। त्यो भन्दा यदि 9 वर्षसम्म पनि त्यो बच्चालाई हामीले भाषा सिकाउन सकिएन भने चाहिँ त्यसपछि इम्पोसिबल नै हो, दुनियाँमा कहीँ पनि यसको ट्रिटमेन्ट हुँदैन। यदि त्यो बच्चाले भाषा सिक्ने उमेर 7 वर्ष 8 वर्ष भन्दा क्रस भयो, यदि उसले केही पनि सुन्दैन, बोल्न पनि सक्दैन र 9 वर्ष क्रस भइसक्यो भने चाहिँ त्यसको भाषा सिकाउन चाहिँ इम्पोसिबल नै हुन्छ। उहाँले म्यामले भने जस्तो केसेसहरु हामीले रेगुलर बेसिसमा यस्तो केसेसहरु फेस गर्छौँ है त। अब आउँ अटिजम सम्बन्धी। ल, म यो त एकदमै इन्टरेक्टिभ नै हुन्छु म। अटिजम कतिजनाले सुन्नु भएको छ भन्नु? सुन्नु त पक्कै सबैले सुन्नु भएको छ होला हैन। आफ्नो तरिकाले पनि हजुरलाई अटिजम तपाईलाई के लाग्छ, के हो जस्तो लाग्छ?
धन्यवाद। मैले सबैभन्दा पहिला चाहिँ मैले आफ्नो परिचय दिएँ। मेरो नाम सुशीला कणेल। विगत 7 वर्षदेखि म एनजिओ क्षेत्रमा साइकोसोसल काउन्सिलरको रूपमा कार्यरत भएँ। अहिले चाहिँ म अक्सफोर्ड स्कुलमा चाहिँ साइकोसोसल काउन्सिलरको रूपमा चाहिँ म कार्यरत छु। र अटिजम भनेको खास भन्नुपर्दा चाहिँ सुन्न नसक्ने, देख्न नसक्ने, बोल्न नसक्ने, जसलाई पनि हामीले सहज रूपमा भन्न सकिन्छ है। मैले चाहिँ अहिले यति नै भने, सरले कुरा निकाल्दै गर्दाखेरि म बिस्तारै अरू कुरा पनि भन्छु। धन्यवाद। अझै एकजनालाई सोध्छु, कसलाई सोध्नुलाई नडराउनु, बोल्दा हुन्छ कि सिक्न आएको त भन्नु। ल म्याम हजुरले भन्नुहोस् न। धन्यवाद। मेरो विचारमा चाहिँ अटिजम भनेको उमेरभन्दा फरकै डेभलप, पुरै डेभलप नभएको होइन। आफ्नो उमेर चाहिँ धेरै भएको तर त्यही हिसाबले त्यो चाहिँ डेभलप नभएको, बोल्न नसक्ने, हाम्रो कहिले हिँड्न हेर्न पनि हुन सक्यो, त्यस्तो चाहिँ मलाई लाग्छ। यी मिसकन्सेप्सनहरू धेरै हुन्छ होइन। हामीले अटिस्टिक बच्चालाई देख्दाखेरि डेभलपमेन्ट सबै सेम हुन्छ है। कुनै पनि कुरामा शारीरिक बनावटमा अथवा हेर्नमा केही फरक हुने होइन। जसरी हाम्रो दिमाग छ नि त है, दिमागमा हामीले सबै कुराहरू, तपाईँले सुन्नुहुन्छ, बोल्नुहुन्छ, हेर्ने पार्ट एउटा छ, सुन्न कानबाट आवाज गए पनि प्रोसेस हुन्छ दिमागमा हो नि त, राइट। दिमागले सबै कुरालाई, मलाई यो माइक समातेर बोल्नु दिमागले भनिरहेछ त होइन त, म तपाईँतिर हेर्नुपर्छ भनेर मेरो दिमागले भनिरहेछ। दिमागको धेरै एकदम कम्प्लेक्स कुरा हो नि त। अटिजम भने रोग पनि होइन, कुनै नराम्रो कुरा होइन। जस्तो हामीले सामाजिक कुरा सोसियल इन्टरेक्सन हामीले जुन गर्छौँ नि, जुन हाम्रो दिमागमा सोसियल इन्टरेक्सन गर्ने पनि एउटा पार्ट त छ नि त, राइट। त्यो कुरामा चाहिँ समस्या हुने हो अटिजममा, नट फिजिकल्ली हेर्ने कुद्ने, नथिङ विथ द्याट। सोसियल इन्टरेक्सन र तपाईँको सेन्सरी इस्युज पनि हुन्छ है। सोसियल इन्टरेक्सनमा जब समस्या आउँछ अनि उसले त्यसलाई राम्रोसँग रेसिप्रोकेट गर्न पाउँदैन, त्यति बेला चाहिँ त्यसले अटिजमको हिसाबले डायग्नोसिस गर्ने बेला पनि धेरै टुल्सहरू हुन्छ, धेरै क्वेसनयर्सहरू हुन्छ। यसको एमआरआई गरेर स्क्यान गरेर थाहा पाउने होइन है। उसको बिहेभियरको प्याटर्न हेरेर, उसको क्वेसनयरहरूबाट सामाजिक कुरामा के गर्छ भन्ने कुराहरू चाहिँ त्यसले चाहिँ डिटरमाइन गर्छ। अब तपाईँलाई मैले त्यहाँ पछाडिपट्टि अब यसको सिम्टम्सहरू देखाउँछु है त। नेक्स्ट लाइन त ल, अर्ली साइन सबैले देख्नु भएको छ। मैले केही फिचर्सहरू भन्छु, म डिटेलमा धेरै जान्न सक्दिनँ है। ल, reduced or inconsistent आई कन्ट्याक्ट, राइट। हामीले समाजमा तपाईँलाई हेरेर सामाजिक कुरा त तपाईँलाई हेरिरहेको छु नि त, मलाई थाहा छ नि त, लाइक मैले तपाईँलाई एटेन्सन दिँदा तपाईँले हेर्नुपर्छ